हेलो गाई भन्दै थियो नि पिकक हो भनेको। अनि त्यस पछाडि अगाडि बढ्यौँ। यहाँ चाहिँ टोटवाइस थियो, सानो सानो पनि थियो। अनि यहाँ तल ब्ल्याक कलरको कत्रो ठुलो रहेछ क्या पिकक। अनि त्यस पछाडि डक, खै यसलाई कुन हाँस भन्दो रहेछ, कत्रो लामो घाँटी के, कत्रो लामो लामो नि। यसलाई चाहिँ कुन डग भन्छ त्यो चाहिँ थाहा भएन, तर डग नै अरे। अनि त्यस पछाडि हेर्नु न पाइथन कति धेरै, 1 2 3 4 5 वटा थियो यहाँ। उता पर कुनामा बसेको छ। अनि त्यस पछाडि अझै यतातिर पनि छ, नजिकै पनि छ। कत्रो ठुलो हेर्नु न, आम्बो मलाई त डर लागेर नि। यसमा त पोइजन हुँदैन होला नि, यहाँ हेर्नु न कत्रो ठुलो, आम्बो कस्तो डर लाग्यो क्या मलाई त। नजिकबाट भिडियो गर्न पनि डर लागेर नि। एउटा दिदीले चलाइरहेको थियो पिकअप, तल झारिदियो त्यो चलाएर क्या उसले, त्यहाँबाट झार्थ्यो। अनि त्यस पछाडि अगाडि बढ्यो। यो चाहिँ भाले कुखुरा, जङ्गली कुखुरा रहेछ। अनि त्यस पछाडि दुम्सीमा हामी पोर्कुपाइन भन्छ नि इङ्ग्लिसमा, चुप्प लागेर बसिरहेको थियो। त्यो भित्र पनि थियो। यहाँ चाहिँ कति क्युट बन्नीहरू, कति मनपर्छ मलाई ऱ्याबिट बन्नी एउटै त होला नि होइन। अनि त्यस पछाडि यो के पो यसको नाम, तपाईँहरूलाई थाहा छ भने भनिदिनुहोस् यसको नाम के हो। मलाई त थाहा थियो, मैले बिर्सेँ। यो चाहिँ कोयल जस्तो लाग्यो। अनि त्यस पछाडि कति क्युट के यो। अनि यो पनि भाले होला, जङ्गली भाले। अनि त्यस पछाडि यहाँ एक्वेरियम थियो, कति राम्रो फिस के। अनि त्यस पछाडि यहाँ फेरि माथि आयो, यहाँबाट कति राम्रो भ्यू देखेको, बोटिङहरू गर्दै हुन्थ्यो। त्यस पछाडि अब मेरो भ्लगिङ सकिन्छ। मेरो भिडियो मनपर्छ भने लाइक एन्ड सब्सक्राइब गरिदिनु, पुरै भिडियो वाच गरिदिनुहोस्। त्यस पछाडि त्यहाँबाट निस्क्यो अनि इप्पील्यान्ड आयो। त्यस पछाडि मेरो भिडियो सकिन्छ। सबैजनालाई बाई, टेक केयर, लाइक एन्ड